पनिसमेन्ट चाहिँ के एकछिनमा खाइसक्नु अनि यो अन्तिमसम्म है दुईजनाले बराबर खाने अब फाल्टो फाल्टो गर्नु हुन्छ हेर्नु पिरो कुरमुरे यो चाहिँ घरियो यो चाहिँ चिसोको सट्टा सलाद स्याउ र काँटमा भात त लास्टमा मात्रै यो सकिएपछि मात्रै थाहा छैन यो सकिएपछि मात्रै पिरो भयो भने तातो तातो भएको काँटा चाहिँ ल्याउनु पर्ने हो कस्तो फेरि फाङ भयो नि भुइँमा बस्ने क्या त मुखै देखेन यहाँ झन् बस्ने ठाउँमा मुख देखिरहेछ त भुइँमा बस्ने के भयो त्यही मात्रै कहे गर्छ कसरी कसरी यस्तरी मुखमा हालेर देखियो क्या भाइ त गाइज यो जहिले उहाँको बानी के छ भने सिलमाको क्युम खायो अनि बिचमा नसकिकन छोड्ने बानी छ आज चाहिँ कसको मेरो चाहिँ कसले हेरिदिने म त खानै सक्दिनँ हतार हतारमा बनायो गाइज म स्कुल जानुपर्ने छ र काँटा पनि कता चम्चिँदै नै पानी चाहिँ खान्छ पानी खानु नपाउँछ कसरी नपानी पानी त खानु दुईजना भर्खर यति मलाई नाच्नै सक्दिनँ होला आज त्यही भएर नजाऊ नजानु नयाँ स्टुडेन्ट भइरहेछ भोलि टाइममा भयो लो हेर न यत्रो भयो कस्तो छ भने म त अघि भात पनि खाएको नि त अनि के खानु च्यालेन्ज त भुँडी टाइम पो खाली पेट हुँदाखेरि पो त नि खाने हो त त्यही भएर म अहिले स्कुलदेखि आएपछि गर्नु भनेको खानु है पनिसमेन्ट पाउनु मन छैन म हारेँ तिमीले तर उहाँले भन्दा धेरै खाएको छैन नि त फेरि त्यो अनि खानु खाइराख्नु न बिस्तारी हल्का हार्नु अब पनिसमेन्ट के सोचौँ त जहिलेको ठाउँमा खाने बानी फाल्टो फाल्टो गर्नु भनेको आज पनि हतार हतारमा होस् के पनिसमेन्ट दिउँ त पसिना कुरमुरे फेरि जिउँदै रहेछ नहालेको भने त ओसी जान्छ नासै भयो एउटा यत्रो धेरै यो चाहिँ खाइसक्नु नि ठुल्ठुलो कुरा गर्नु त म हारेँ भन्नु पऱ्यो यो खाइ नसकेकोमा मलाई नसकेकोमा पनिसमेन्ट खै एक हो एक अन्त कहाँ भयो त अनि त्यस्तो च्यालेन्ज अझै चाहिँ ठुल्ठुलो कटर जस्तो भयो त ल बस आजलाई अहिलेलाई मैले हारेँ पनि यसो बक्सिस दिएको फर्स्ट टाइम भनेर अस्ति ठुल्ठुलो गफ दिनुहुन्थ्यो है गाइज यस्तो छ पारो छ्या यसो कराङ र भुँडीमा देख्नु मै खान्छु अब
मलाई पनि डाक्दिनु न भरे खान्छु होला खाइसक्यो भने खाइसक्यो भने नजाउँ अलिकति खान्छु भरे आएर पनि खानै पर्छ नि टोपतिर नि म पनि जान्छु म पनि कता डुल्न किन जानु त्यतिकै Wow. Wow.